So hey guys, welcome back. So आज हामी खेल्ने पहिला जस्तै माइनक्राफ्ट. ओके ओए गाई नमार न. अनि फेरि आज हामी स्पन त हैन पहिले थियो वर्ल्ड. अनि आज हामी के गर्ने हो? आज हामी खेल्ने हो हाइड एन्ड सिक. तो पनि कहाँको T7 भाइन्सको मालिकसित कहाँको मालिकजी पहिला को गन्छ मालिकले आउँदा पहिला ऊ आयो. हेलो 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 आवाज आछ? अच्छा अच्छा ओके आज हामी हाइड एन्ड सिक खेल्ने हो र पहिला को गन्छ? तपाईँ म? यस 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 नो 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 यस नो 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 आज मेरो हार्ट नै हेर्नु कति धेरै छ है. आज मेरो हार्ट कसरी ओए मारु क्या बेबात तातेर कुनै मेरो हार्ट धेरै नबोल. मेरो हार्ट धेरै खाने फेरि अलि एक सटा मारिदिन्छ. कसम टोटल न त ल सो म पहिला गन्छु तिमी लुका जाऊ बाइ रेडीमा दिनु मलाई यति चाहियो ल दिन्छु. क्रिएटिभ ल भयो ए व्हाट हेल अबे सो गाइस जी So hello guys, welcome to my first vlog. What the hell? ओके ओके तिमी जाऊ लुक्न. ल 50 सम्म गर्नु मलाई क्रिएटिभ छ नि. कतिसम्म गरौँ? 100 सम्म गर्नु. ओके ओके सो गाइज अब हामी 100 सम्म गर्न जाँदैछौँ. 1 2 3 4 5 65 66 67 68 69 7 97 98 99 100. सो गाइज हामीले त कम्प्लिट त गऱ्यौँ. अब जाम समात्न T7 भाइन्सको मालिकजीलाई. गाइस हामी यहाँ लुकिसकेका छौँ. अब 100 काउन्ट भइसकेको छ. र गाइस सो अब T7 भाइन्सलाई हामी खोज्न जाँदैछौँ र एकै ठाउँमा लुक्नुपर्छ पहिले भन्दै हो T7. ओके सो गाइस अब T7 भाइन्सलाई खोज्न जानु पर्यो. गाइस त्योभन्दा अगाडि म हले एउटा कुरा भन्न चाहन्छु जो कि यहाँ लेखेर आइरहेको होला हजुरलाई. सो अब त्यही काम गरौँ. लेट्स गो बोल. सो गाइस अब डिएसलाई हामीले खोज्न आइरहेछ. गाइस सो मैले T7 भाइन्सलाई मैले खोज्न जाँदैछु. टाइमलाई डे गरिदिन्छु र T7 भाइन्स कहाँ लुक्यो होला? एक यो आवाज T7 भाइन्स मतलब हाम्रै घरमा यो हाम्रै घरमा कता लुक्यो गाइस. सो T7 भाइन्सलाई अब हामीले खोज्छौँ नि. कहाँ गयो T7? ओ T7 अबे गाइस यो T7 कहाँ हराइसकेको छ? मलाई समात्न त दुखी भए त भेट्टाउन सक्नुहुन्न. कहाँ छ यो? गर्ने त कहिले त्यति बेरसम्म एउटा यो भिडियो त भ्याउने नि हो. गाइस आइरहनु भएको छ. T7 भाइन्स कहाँ लुक्यो के? म एकदम खतरनाक ठाउँ लुकेको छु. साँच्ची? ओके ओके त्यही पनि मसँग मेरो घरमा हो कि कहाँ? मेरो घर. सो गाइस अब T7 जिलाई अब म खोज्ने छु र T7 भाइन्सवाला भैया कता जानु भएको छ? ओ भैयाजी के तपाईँ कहाँ हुनुहुन्छ? के मैले तपाईँलाई देखिनँ. तपाईँ कहाँ जानुभयो? हमको कुछ आइडिया नहीं है. कहाँ गयो T7? हेलो ढोका किल्ला हाबे. अरे यहाँ किन पानी आइरह? गाइस जताततै पानी छ. कसरी हो? छोड्दा मलाई एकदम स्क्वायर गरेर थियो. पानी कसरी घुस्यो? एक सेकेन्ड कोही आएको थियो? म त पकाउन त सक्नुहुन्न. यो त कोही आएको थियो र? गाइस हेर्नु सक्नुहुन्छ म कहाँ छु. ए
रिकॉर्डिंग हो रहा है पर मैं फिक्स गर्छु के पर मैं फिक्स गर्छु मैले मलाई पकाउन सक्नुहुन्न हेर्नु गाइस यो टिसन भाइले मेरो घरको हालत के गराइदियो अबे यार घरमा टोटफोट नगर भन्थे नि इज अप गाइस टाइम अप भयो म हारे टी7 भाइन्स जित्यो र गाइस यार हार्दा फेरि कस्तो हुन्छ अब यस्तो ठाउँमा लुक्छु नि म टी7 भाइन्सले त जिन्दगीभरि खोज्दै बस्छ सो गाइस अब म गर्छु अनि देवेश दियास लुक्नुहुन्छ गाइस यहाँ हाम्रो टी7 भाइ चाहिँ साइडमा है हेलो गाइस हेलो अब म गर्छु अब तपाईँ लुक्नु गाइस अब मेरो लुक्ने पालो म हेर्नु कहाँ लुक्छु यो टी7 भाइसको अब कहिले खोज्न सक्दैन मलाई लेट्स गो ओके नो चिटिङ मेरो नेम ट्याग देखिन सक्छ तर म यस्तो ठाउँमा लुक्छु नि नेम ट्यागै देखिन्न के गाइस सो हामी यहाँ उयो देख्नु भएको नि यो खण्ड जस्तो ठाउँ यहाँ लुक्ने हम र एक मिनट यहाँ किन लुक्ने एउटा आइडिया गाइस एउटा मलाई आइडिया आयो त्यहाँ गएर 55 56 अब गाइस 58 59 अब हामी एकै ठाउँमा जाने 60 लेट्स गो 63 64 सो गाइस यही हो त प्लान गाइस बुझ्नुभयो होला प्लान के हो हाम्रो देख्नु भने गाइस टेक्नोलोजी लानुपर्छ कहिले काहीँ र हामी यस्तो ठाउँमा गइरहँ अरे टी7 भाइसको त कहिले खोज्न सक्दैन टी7ले र जोइन भयो यो मान्छे जोइन भयो फेरि ओके सो गाइस आवाज त आइरह होला नि मेरो आवाज आछ नि ओके मान्छे जोइन भयो हामी माथि गइरहेका छैनौँ र यो बेसमा लुक्नु पर्ला गाइस सो यो बेसमा लेट्स गो सो गाइस आवाज त आछ नि ओके आवाज आछ गाइस टी7 भाइ चाहिँ थाहा पायो हामीले बेस चेन्ज गर्नु पर्यो गाइस बेस चेन्ज गर्नु पर्यो के को गाइस थाहा पायो भागो गाइस भागो यो मान्छेले थाहा पायो तर अब थाहा पाएन अब यसलाई थाहा पाउन्न यो मान्छेले थाहा पाउन्न अब गाइस यो मान्छेले अब थाहा पाउन्न यो मान्छे कहाँकोमा म छुनुपर्छ बादल भन्दा माथि पुगिसकेका छौँ गाइस मजा आइरह्यो गाइस हामी बादल भन्दा माथि पुगिसकेका छौँ गाइस लेट्स गो यो गाइस
बलहरूभन्दा माथि एक ठाउँमा अल्टेर बसिरहेको जाते हम Let's go. Guys, 1 like continue. मजा आइरहा Let's go, let's go. Guys, I'm about to make a post here. मजा आइरहा मलाई गाइस अनि हामी टी7 भाइलाई उल्लु बनाएर हामी तल ल्यान्डिङ पनि गरिसकेका छौं गाइस टी7 भाइ पहिले चाहिँ हामीले उल्लु बनाएर ल्यान्डिङ गरेर बसिरहेको थियो ओ माय गॉड शिट गाइस what the hell एकदम ओ माय गॉड यो गाडीले पग्ला गरिसक्यो ओ शिट यो टी7 भाइन्स वाला मानिस त खतरा रहेछ उल्लु बनाइदियो सबलाई guys what a fairy guys यहाँ भागम गाइस यो मान्छेले मार्दियो यो मान्छे ठ्याक्कै तेरे गाइस पछाडि छ भन्नु ओइ ओइ टाइम अप यस गाइस यो राउन्डको विनरमा ल गाइस नो वान विन्स र यो भिडियोलाई यही खतम गरौँ See you in the next video. Bye bye. अरे मेरा जेट तो यही पर है जो. Bye bye. My first video is end. Guys, एनो guys मेरा जेट तो यही पर है जो. अब हेलीकॉप्टर नहीं है जो आप ना हो. ल bye guys. Bye bye. Helicopter. See you bye. See you. Y'a trop d'œil sur le coup fait sport, donc je sors le piano et ne te pose